आज चाहिँ भ्याक्सिनेसनको डे 1 पहिलो दिन रातमाटाबाट स्टार्ट गर्दाखेरि गोठको डिस्टेन्स र घरको डिस्टेन्स चाहिँ अलिकति टाढा भइदाखेरि चाहिँ कुलबक्स बोकेर थोरै यात्रामा निस्किनु पर्ने हुन्छ। त्यसमा चाहिँ हामीलाई यो कुराको चाहिँ बडो चुनौती छ। अब गोठ चाहिँ हामी यता जङ्गलमा या छुट्टै राख्ने चलन पनि हुन्छ, घरमा चाहिँ गोठ हुँदैन। त्यसले गर्दाखेरि थोरै यात्रामा कठिनाइ चाहिँ हुने नै छ। त्यसले गर्दाखेरि काम थोरै भ्याक्सिनेसनमा हामीलाई अलिकति ढिलो हुन जान्छ। गोठ चाहिँ यता रहन्छ हाम्रो घरभन्दा लगभग 200-300 मिटर पर देखिन्छ र अब हामीले चाहिँ यसरी पहिले घर पहिल्याएर अनि गोठ पहिल्याएर अनि मान्छे खोजेर अनि तब भ्याक्सिनेसन हुँदै गर्दाखेरि हामीलाई थोरै टाइम लाग्ने चाहिँ यो पहाडी भेग हिमाली तथा पहाडी भेगमा अलिकति चुनौती छ। त्यसै पनि सवारी साधन सबै एरियामा पुर्याउन नसक्दाखेरि चाहिँ थोरै समस्या हुने रहेछ। अब हामी यसरी मेरो दैनिक यात्राबाट स्टार्ट भएको छ। यो चाहिँ हामी देखाउनेछौँ, तपाईँहरू हेर्ने हुनेछ, सँगसँगै अघि बढ्नेछ।